तपाईहरुको लागि भनेर मैले चाहिँ नि केही तयार पनि गरेको थिएँ तर नमस्ते। आज आत्महत्या रोकथाम सम्बन्धी जान्नै पर्ने कुराहरूको विषयमा तपाईहरु समक्ष उपस्थित भएको छु। यो आत्महत्या सम्बन्धी सचेतना, संवाद, पैरवी, कार्यक्रम र नीति निर्माणको लागि सन् 2003 देखि सेप्टेम्बर 10 मा आत्महत्या रोकथाम दिवस मनाउँदै आएको छ। संजोगले म आफू पनि सन् 2003 देखि नै मानसिक स्वास्थ्य क्षेत्रमा आबद्ध भएको हुँ र यो समस्या मानसिक स्वास्थ्य क्षेत्रमा एक अहम पहलु भएकोले यसमा सुरुदेखि नै केही न केही गर्दै आएको छु र पूर्वी नेपाल मेरो कार्यथलो कर्मठलो रहिआएको छ। यसै विषयमा यो विभिन्न ठाउँमा आएर पहिलेदेखि नै यस विषयमा जानकारी र सेवा प्रसार गर्ने शुभ अवसरहरू मिलेको छ र म आज पनि यहाँहरू समक्ष आत्महत्या सम्बन्धी नजानी नहुने तथ्यहरू पस्कने आशयले उभिन आएको छु। हर दिन आत्महत्या सम्बन्धी अध्ययन, अध्यापन, सेवा र शोध जुनसुकै हिसाबले पनि काम गर्ने दिवस बनोस् भन्ने लाग्छ र आजको यस अवसरको लागि म तपाईहरु सबैलाई धन्यवाद पनि दिन्छु। यो आत्महत्या रोकथाम सम्बन्धी नजानी नहुने जान्नै पर्ने कुराहरू भनेर चाहिँ यो सामग्री तयार गरेको थिएँ। मूल रूपमा विद्यार्थी केन्द्रित कार्यक्रम हो यो र म देख्दैछु विद्यार्थीहरूको अलावा शिक्षकहरू, आदरणीय शिक्षकहरू पनि हुनुहुन्छ, वर्गहरू पनि हुनुहुन्छ। त्यसको लागि चाहिँ यो सामग्री चाहिँ तपाईले पढ्न चाहनुभयो भने यो एभाइलेबल छ, म एभाइलेबल गर्छु। यो पत्रिकामा पनि प्रकाशित भइसकेको छ, स्वास्थ्य खबर पत्रिकामा पनि प्रकाशित भइसकेको छ भनेर। त्यसकारण तपाईले अहिले सुन्दाखेरि म छोटकरी बनाए पनि तपाईले चाहनुभयो भने चाहिँ यो सामग्री स्वास्थ्य खबर पत्रिकाबाट पनि पाउन सक्नुहुन्छ। त्यस्तै यो पूर्वको यो लास्ट खबर पत्रिका छ नि, त्यसमा पनि हेर्न सक्नुहुन्छ र मेरो आफ्नो युट्युब च्यानलबाट पनि तपाईले हेर्न सक्नुहुन्छ है त। संसारमा धेरै कुराहरुमा चाहिँ के गर्नु पर्यो, अब जान्नु पर्यो, नीति निर्माण गर्नु पर्यो, कार्यक्रमहरू राख्नु पर्यो। अब त्यसरी कार्यक्रम राख्नुपर्ने, कुरा गर्नुपर्ने, बुझ्नुपर्ने विषयहरूमा अघि हामीले सुन्यौं कि हाम्रो जीवनलाई चाहिँ ठिक ट्र्याकमा राख्नको लागि आहार महत्त्वपूर्ण छ भन्यो, बिहार पनि महत्त्वपूर्ण छ भन्यो। अघि सिडिउललाई सँगाली राख्ने, अगाडि लाने भन्ने खालको बिहारको कुरा गर्नुभयो हैन, अनि विचारको पनि कुरा गर्नुभयो, जहिले पनि सकारात्मक रहौं भनेर। तर त्यसका अलावा पनि मान्छेलाई खासमा चाहिँ नि यो जीवन बचाइराख्नको लागि जुन तगारोको रूपमा रहेको मुख्य कुरा के होला त? मान्छे त सबै बाँच्न चाहन्छ नि त। यसमा विज्ञानले सिद्ध गरेको कुरा के हो भनेदेखि चाहिँ यो आत्महत्याको लागि मुख्य कारण भनेको मानसिक रोग हुँदो रहेछ के। मानसिक रोग भनेको तपाईले प्रयत्न गरेर केही हदसम्म रोक्न सक्नुहुन्छ, तर कतिपय यस्ता कुराहरू पनि हुन्छन् हामीले चाहे पनि हामीले चाहिँ रोक्न नसक्ने हुँदो रहेछौँ र यस्तो मानसिक रोग चाहिँ आत्महत्याको प्रमुख कारण हुँदो रहेछ। हो, यस्तो प्रमुख हाम्रो जीवनलाई तगारोको रूपमा रहेको आत्महत्याको बारेमा हामीले चिन्तन गर्नुपर्ने, विचार गर्नुपर्ने, यसमा नीतिगत कुराहरू राख्नुपर्ने। यसको लागि चाहिँ हामीलाई जगाउने पनि दिवस हुन्छ नि है। त्यो कुन दिन मनाउँछ होला आत्महत्या रोकथाम दिवस भनेर? त्यो सेप्टेम्बर 10 मा मनाउँछ है। अब यो सेप्टेम्बर 10 भनेको 2003 देखि चाहिँ सुरु भएको हो र म आफू पनि तपाईहरुको मानसिक स्वास्थ्य क्षेत्रमा 2003 देखि आबद्ध भएदेखि र किनभने यो यति मानसिक स्वास्थ्यको कुरा गरे कि आत्महत्या जोडेर आउँछ नि, मुटुको यो हार्ट एट्याक भन्ने जस्तै यो मानसिक स्वास्थ्यको विज्ञहरूको लागि चाहिँ यो आत्महत्या भनेको हार्ट एट्याक जस्तै हुँदो रहेछ के। हार्ट एट्याकलाई
समयमै तपाईँले एड्रेस गर्नुभयो भने बचाउन सकिए जस्तै आत्महत्याको जुन तपाईँको विचारहरू आउँछ, हुटुदी आउँछ, व्यवहारहरू आउँछ, त्यसलाई समयमै चिनेर हामीले सही किसिमले उपाय गर्ने हो भने चाहिँ यो हार्ट एट्याकबाट मान्छे बचाउन सके जस्तै आत्महत्याबाट पनि बचाउन सकिँदो रहेछ। अब यस्तो खालको आत्महत्याको बारेमा अब तपाईँहरूले मलाई के रूपमा बालबालिकाहरू, विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ होइन, उहाँहरूलाई चाहिँ मैले बुदागत रूपमा नै आजलाई भन्नु चाहिँ उपयुक्त सम्झेको छु। र आत्महत्याको कुरा गर्दाखेरि मैले फेरि पनि भने अघि आत्महत्या भन्ने कुरा रिसले हुन्छ भनेर पनि धर्मगुरुले भन्नुभयो होइन। यो रिस चाहिँ आफ्नो कन्ट्रोलभन्दा बाहिर किन जान्छ त भने त्यसमा चाहिँ नि यो मनमा हाम्रो शरीरको विभिन्न अङ्गमा रोग लागे जस्तै यो मन भन्ने कुरा जुन हाम्रो ब्रेनले काम गर्दछ त्यसमा पनि रोग लाग्छ भन्ने चाहिँ बिर्सिनु भएन। त्यसले हाम्रो व्यवहारको काम गर्छ, त्यसले हामीले सोच्ने काम गर्छ, बोल्ने काम गर्छ। तपाईँको यो मन ठिक भएन भने उसले गर्ने सबै जसो कामहरू चाहिँ नियन्त्रणभन्दा बाहिर जाँदो रहेछ। र त्यसमा एउटा लक्षण चाहिँ के हुँदो रहेछ भने आफ्नै जीवनलाई कसरी अगाडि बढाउने, आफ्नो जीवनलाई बाँचिरहने चाहिँ चाहना पनि हटेर मरु मरु भन्ने जस्तो खालको त्यसमा चाहिँ एकदमै योजनाहरू बन्ने यस्तो पनि भन्न थाल्दो रहेछ। यदि केही गरेर यस्तो खालको विचारहरू, यस्तो खालको चाहिँ आशयहरू हुटुटी चाहिँ आफ्नो कन्ट्रोलभन्दा बाहिर आउने गयो भने चाहिँ हामीले सोच्नु पर्यो यो मलाई मानसिक रोग को लाग्यो कि। अब अहिले हामी मानसिक रोग नलागेको मान्छेहरूलाई कुरा गर्दाखेरि त यसो गर उसो गर भनेर ठिक होला जस्तो लाग्छ। तर जसलाई मानसिक रोग लागेको हुन्छ अति उपदेशले नहुने रहेछ, उसलाई के चाहिँदो रहेछ त उपचार जरुरी हुँदो रहेछ। कोही मान्छेलाई यस्तो खालको आफैले हानि गर्ने मर्ने खालको विचारहरू हुटुटी आयो भने चाहिँ त्यसलाई नजरअन्दाज गर्नु हुँदैन। कसैले त्यसलाई व्यक्त गरेको छ भने चाहिँ त्यसलाई एकदमै सिरियसली लिएर उसलाई के गर्नु पर्यो भने त एकछिन पनि नछोडिकन चाहिँ उसलाई हामीले साथ बस्नु पर्यो उसँग। अनि के गर्नु पर्यो त भने सकेसम्म धेरै मानिसहरूलाई चाहिँ यो विषयमा चाहिँ के गर्नु पर्यो, सुसूचित गर्नु पर्यो। जस्तो आफ्नो साथीभाइले मर्न मन लागेको यसरी मर्छु उसरी मर्न मन लागेको छु भनेर भन्यो भने उसको परिवारलाई, उसको नजिकको मान्छेले चाहिँ बताउनु पर्ने हुन्छ र उसलाई सहयोग जुटाउनु पर्ने हुन्छ। र उसले के गरेर चाहिँ आत्महत्या गर्ने विचारहरू गरिरहेको छ, किन गरेको हो भनेर चाहिँ हामीले सुन्नुपर्ने हुन्छ उसको। त्यो बेलामा सुनेपछि हामी धेरैलाई डर लाग्छ नि, आत्महत्याको कुरा गरेपछि त उसले झन् आत्महत्या पो गर्ने हो कि भन्ने विचार हामीलाई लाग्छ। तर त्यसो होइन, त्यस्तो विचार आएको मान्छेको हामीले कुरा राम्ररी सुनिदिने हो र उसलाई सही किसिमले चाहिँ सल्लाह दिने हो भने त्यहाँनिर उसको खासमा किन यस्तो विचार आएको रहेछ भनेर हामीले बुझ्न सक्छौँ। यो आत्महत्याको विचार र हुटुटी भने एउटा के हुँदो रहेछ भने लहर जस्तो आउँदो रहेछ, बाढी जस्तो, अनि त्यो एकछिनपछि शान्त भएर जान्छ। त्यस्तो बेलामा हामीले सही ढङ्गले सुन्न सक्यौँ, उसलाई सहयोग पुर्याउन सक्यौँ भनेदेखि चाहिँ के हुँदो रहेछ त जसरी लहर चाहिँ नि शान्त भएर गयो जस्तै यो आत्महत्याको विचार पनि केही क्षण पनि शान्त भएर जान सक्छ। तर के भने रोगको कारणले जुन आत्महत्याको विचारहरू आउँछ भनेर भनियो, त्यसकारण चाहिँ उसलाई उपचारमा पनि पुर्याउनु पर्छ। अब त्यो उपचारमा पुर्याउने भनेको के गर्नु पर्यो त भने यही विषयमा तालिम पाएको व्यक्ति कहाँ पुर्याउनु पर्यो। त्यस्तै यही विषयमा चाहिँ यो कसरी चाहिँ नि सल्लाह दिनुपर्छ भनेर बुझ्ने मान्छे शिक्षक हुनसक्छ, अभिभावक हुनसक्छ र आफन्त साथीभाइ यो विषयमा बुझेको मान्छेलाई कुरा राख्दा बिरामी, परिवारजन, समाज, राज्य, चिकित्सक सबैको सहयोग भएमा यो गम्भीर समस्या कम गर्न सकिने हुन्छ। अब हामीतिर के कस्तो छ भने हामी कहाँ यो मनोरोगको खतरा ज्यादा देख्दछु। यसबाट बचाउने बचावटका तत्त्वहरू भने कम मात्रै देखा पर्छन्। रोग लागिहालेमा उपचार व्यवस्थापनको पूर्वाधार, जनशक्ति, सेवा सुविधा, जनजागरुकता र सरकारको कार्यनीतिमा प्राथमिकताको कमी देखिन्छ। यस्तो अवस्थामा आत्महत्याको समस्या हामी कहाँ विकराल हुनु स्वाभाविकै हो। अब किनकि मानसिक रोग नै यो आत्महत्याको प्रमुख र प्रत्यक्ष कारक तत्त्व भएको हुनाले यो मानसिक रोगको समयमै पहिचान, निदान र उपयुक्त उपचार गर्नु वास्तवमा आत्महत्या रोकथामको एक महत्त्वपूर्ण पहल हुने गर्दछ। यो मनोसामाजिक प्रतिकूलता पनि यससँग नजिकबाट गाँचिएर सम्बन्धित हुने गर्दछ र त्यही भएको हुनाले तिनको पनि यथोचित सम्बोधन गर्नुपर्छ र यो आत्महत्या रोकथामको लागि अति आवश्यक हुन्छ। हामीतिर यसबारे धेरै नै अज्ञानता व्याप्त छ, यसतिर ढकेल्ने तत्त्वहरू पनि धेरै नै छन्, तर यो जागरुकता र प्राथमिकताको कमी छ। अत
मानव जीवन जोगाउने यो अभियानमा जनचेतना, जनजागरुकता, सकारात्मक सोच, वैज्ञानिक पहुँच र जुझारु पाइलाको विकल्प हुनै सक्दैन। आत्महत्या जस्तो संवेदनशील र उच्च महत्त्वको सूचकमा सकारात्मक सुधारको लागि सबै नै जिम्मेवार हुनुपर्छ। यसतिर अभिमुख गर्न यो सेप्टेम्बर 10 सहित सेप्टेम्बर 10 दिन मात्रै होइन कि हरेक दिन नै यो दिवस जस्तै बनाउनु, सोच्नु र यसमा यही मर्ममा क्रियाशील रहनु आवश्यक देख्दछु। यो आत्महत्या र रोकथाम व्यवस्थापन उपचारको कुरा गर्दाखेरि यदि कसैलाई आत्महत्याका खतरा सूचक लक्षणहरू वार्निङ साइन्स देखिएका छन्, यो नशा सेवन गर्न थालेको छ र त्यसमा हालै वृद्धि भएको छ र ठुलै तनाव परि मनोरोगका विभिन्न लक्षणहरू देखा परेका छन्, निराशा र आत्महत्याका हरेस खाएका अभिव्यक्ति र व्यवहारहरू देखेका छन् भने ढिला गर्नु हुँदैन। यथाशीघ्र कार्यान्वयन एसिटी एक्ट गर्नुपर्छ। यसको लागि उसको समस्या सुनेर गम्भीरता बारेमा मनन गर्नु, एक्नोलेज गर्नुपर्दछ। तिनलाई नजरअन्दाज गर्नु हुँदैन। आत्महत्या र हानिमा प्रयोग हुन सक्ने यो माध्यमहरू, सामग्री र स्थानप्रति सतर्क हुनुपर्दछ, सचेत हुनुपर्दछ र यस्तो खतरामा रहेका व्यक्तिलाई एक्लै छाड्नु हुँदैन र हेरविचार गर्नुपर्दछ, केयर प्रोभाइड गर्नुपर्दछ। व्यक्ति र परिवारले मानसिक समस्या र तनावको समयमै पहिचान, निदान र व्यवस्थापन उपचारको लागि सुसूचित हुनुपर्दछ र ट्रिटमेन्ट उपचारमा जानुपर्दछ। यो यथाशीघ्र विशेषज्ञ वा सेवा दिन सक्ने व्यक्तिको सम्पर्कमा ट्रिटमेन्टमा जानुपर्दछ। यो सम्बन्धित उपचारकर्ता, परामर्शदाता, मनोचिकित्सक वा क्राइसिस इन्टरभेन्सन सुसाइड हटलाइन यो 1166 को सम्पर्कमा पनि जान सकिन्छ। यो आत्महत्याबारे संवादको थालनी गरौँ। आफ्ना पीडा र समस्या शुभचिन्तक र सेवा प्रदायकसँग बाँडौँ। परिवार, साथीभाइ, नातागोताले आफूबाट कसैलाई आत्महत्यातिर धकेल्ने बोली व्यवहार नगरौँ। सके सहयोग गरौँ। मानसिक रोगका लक्षणहरू देखिएमा उपचारको लागि सहायता दिउँ। समाज र राज्य संयन्त्रले पनि यसको गम्भीरता बुझेर यसको बारेमा जनचेतना, आवश्यक सेवा सुविधाको लागि पहल गरौँ। शिक्षक, पत्रकार र प्रबुद्ध वर्गले यसका लागि आवश्यक पैरवी गरौँ। सबैले मिलेर आवाज यसरी उठाउँ कि वर्षैभरि ध्वनित भइरहन्। कसैलाई आत्महत्याको सोच, हुटुटी विचार आएमा वा यसको कालो छाया मात्रै लागेमा पनि सजग भई जीवन रक्षार्थ, स्वास्थ्य पुनः प्राप्तिका लागि हामी उपयुक्त कदम उठाउँ। हामीलाई आत्महत्यातिर धकेल्ने खतराका तत्त्वहरूबारे चिन्तन, मनन र अनुसन्धान गरी तिनको यथोचित सम्बोधन गर्दै जाउँ। आत्महत्या एक बहुआयामिक समस्या हो। सामाजिक, शैक्षिक, स्वास्थ्य, आर्थिक र अरू धेरै कुराहरूसँग सम्बन्धित हुने भएकोले त्यसै अनुसार विकास, शिक्षा, स्वास्थ्य, आर्थिक जस्ता विविध आयाममा हामीले व्यापक संयन्त्रयुक्त समाज, देश र युगमा विकास र परिवर्तनको अभियान नै अभियानकै लागि हामीले कोसिस गरिराख्नु पर्ने हुन्छ र यसबाट मात्रै यसमा पूर्णता हासिल हुन सक्दछ। आत्महत्याको समस्यालाई यथार्थपरक ढङ्गले बुझौँ, वैज्ञानिक दृष्टिकोणले सम्बोधन गरौँ। आत्महत्या रोकथामको यो महान अभियानमा सबैले आटेमालो गरौँ। आफ्नो तर्फबाट गोलबद्ध हौँ र भूमिका निभाउँ। यो हाम्रै समस्या हो। यसको रोकथाम र व्यवस्थापन सम्भव छ। जागरुक भएर यसको सामना गरौँ। यसको लागि समयमै तनाव व्यवस्थापन र मानसिक रोगको निदान र उपचार गरौँ। आहार, विहार, विचार, घर, समाज र वातावरणमा अनुकूलता ल्याई समग्र स्वास्थ्यको प्रवर्धन गरौँ र आत्महत्या दूर गरौँ। स्कुल, क्लब, सङ्घ संस्था, समाज, गुठी, समिति, मन्दिर, विहार, चर्च, मस्जिद, उद्योगहरू मार्फत, यो सबै हाम्रो सामाजिक सङ्घ संस्थाहरू मार्फत यसबारे जानकारी, ज्ञान प्रसार गर्न यसरी नै सक्रिय रहौँ। यसबारे जानकारी, यस सम्बन्धी चाहिँ सामग्री बढीभन्दा बढी मानिसहरू, आफ्ना प्रियजन, आफन्त, नातागोता,
साथीभाइ सहकर्मीसम्म पुर्याउन यो सेयर गर्न पनि म हार्दिक अनुरोध गर्दै तपाईँलाई फेरि पनि यो आत्महत्याको अभियानमा आफ्नो तर्फको भूमिका निभाउन अनुरोध गर्दछु। धन्यवाद। यो आत्महत्या रोकथाम सम्बन्धी नजानी नहुने जान्नै पर्ने कुराहरू भनेर चाहिँ यो सामग्री तयार गरेको थिएँ र तपाईँलाई म के जानकारी गर्छु भने तपाईँहरू अब मूल रूपमा विद्यार्थी केन्द्रित कार्यक्रम हो यो र म देख्दैछु विद्यार्थीहरूको अलावा शिक्षकहरू आदरणीय शिक्षकहरू पनि हुनुहुन्छ र प्रबुद्ध वर्गहरू पनि हुनुहुन्छ। त्यसको लागि चाहिँ यो सामग्री चाहिँ तपाईँले पढ्न चाहनु हो भने यो एभाइलेबल छ, म एभाइलेबल गर्छु। यो पत्रिकामा पनि प्रकाशित भइसकेको छ।